हेलो दाजुभाइहरू, स्वागत छ तपाईहरुलाई हाम्रो सञ्जीवनीको भ्लगमा हैन। मैले बिस्तारै आज सुस्तरी भ्लग स्टार्टिङ गर्दैको। अनि हाम्रो साथमा हुनुहुन्छ यहाँ भाउजू, हाम्रो भाइ, अनि हाम्रो सानो पुकुली, अनि हाम्रो सञ्जीवनी भ्लगर हैन। अनि हाम्रो ओमराज बिक ए मिस्टेक पोखेर साँच्ची त हैन। झन्डै गिरी भएछ नि भाउजू हैन। झन्डै अहिले हामी जान्छौँ होइन। अनि यहाँ छिमेकीहरू छन् यहाँ वरिपरि। अब हामी छिटै काठमाडौँतिर भेट्नेछौँ होइन। अब यहाँ चाहिँ मलाई दाइहरूले लानुभयो अरे घुमाउन होइन। यो ठाउँमा चाहिँ म एकदम अन्जान होइन एकदम। अब मान्छेलाई टुवा बनाइदिनु पर्छ ल। मास्क लगाएपछि यो चस्मा लगाएपछि पुरा कन्फिडेन्स आइहाल्छ। मान्छेले चिन्दैनन्, आफ्नै गाउँको मान्छेले त चिन्दैनन्। अनि के भन्नु, कसले के भन्छ अब सुरु हुन्छ दाजुभाइहरू प्र्याङ्क। यहाँभन्दा मूर्खता के हुनसक्छ होइन। यहाँभन्दा मूर्खता के हुनसक्छ। अब म मास्क लगाएको छु, चस्मा लगाएको छु, पुरा कन्फिडेन्स। यहाँ राजा आए पनि म यहाँ झुक्नेवाला छुइनँ। अब गाडीमा पनि पत्तर सुन न, पत्तर बोलेको गरिदिन्छु। मान्छेलाई पनि टुवा पारिदिन्छु अब होइन। किनकि म यता चस्मा लगाएको छु, मास्क लगाएको छु, चिन्ता पनि चिन्दैनन् होइन। अनि हल्का फुल्का अरू भाषा पनि हालिदिन्छु। अनुहार आउँदैन, चिन्नेले कसरी चिन्दैनन्। अनि गाडी अब यताबाट आउँदैछ। यो मुना बाटो चाहिँ लास्टै गिदी गरेको छ होइन। भएको बाटो पनि यो मेटाएर के गर्न खोजेको होइन। ल दाजुभाइहरू, अहिले चाहिँ हामी पूर्वको यो लोकल गाडी चढ्यौँ होइन। यसलाई कुन यातायात पो भन्छ अरे। अब खोइ के यातायात हेरेन यार। ल अहिले चाहिँ यता यहाँ चढ्यो। अब हामी ठ्याक्क बेलबारी पुगेर मान्छे लगाएर पछि हामी ल्याउँछौँ दाजुहरू भाइहरू। यहाँ चाहिँ हिरा, यहाँ चाहिँ हाम्रो दाइ। यो दाइहरूको घर चाहिँ यतै हो। फर्स्ट टाइम यतै हो। यसको चाहिँ अलिकति पर छ, यो पश्चिमबाट आएको। यो चाहिँ पश्चिम पनि धेरै पश्चिमबाट पनि हेर्न दाजु। सुदूरपश्चिमबाट आएको पश्चिमै जस्तो देखिरहेको छ मलाई। गाडीमा त दाजुभाइहरू रमाइलो भयो नि त। मलाई त केही नथापाको जस्तो गरिदिएँ होइन। गाडीमा त एकदम रमाइलो भयो नि त होइन भाइ। भाउजू कस्तो हुँदैछ? भाउजू कस्तो हुँदैछ? हामी चाहिँ ल दाजुभाइहरू बलबारी आइसक्यौँ। यहाँ चाहिँ धेरैवटा बलहरू छन् घरको जग्गा होइन। अनि मान्छेहरू पनि घुमिरहेको रहेछ नि त। बेलबारी कि बलबारी हो खासमा? ए बलबारी पो हो। ए बेलबारी यहाँबाट उभो जाऊँ त ल। गाडी रोकौँ है। अब आज त यस्तो रमाइलो गर्ने हो नि। मास्क लगाएको छु, चस्मा लगाएको छु, कसरी चिन्ने। ल यहाँ पानीपुरी खाने ठाउँ, सफर स्ट्यान्डहरू बबाल छ। अरू त त्यस्तै हो दाजुभाइहरू। मलाई लेडिजको चस्मा झन्डै आन्टीले मलाई भिराइनी त नि। चस्मा हेरेको कस्तो मन पर्यो, तर त्यो चस्मा चाहिँ लेडिजको रहेछ होइन। अनि झन्डै मलाई भिरायो नि होइन। भाउजूहरूले दिदी यहाँ सुन्नु नि, जोर्डन मैले 450 मा ल्याएँ हो। अनि अर्को कुरा झन्डै मलाई त भिराइदियो नि। अनि हो गिदी भएन अनि झन्डै लेडिजको भिराइदियो। अनि म त होस् आन्टी नलाने, अहिले भरे लाने भनेर आएको छु दाजुभाइहरू। म त पैसा पनि छैन अहिले त, फेरि गिदी हुन्छ। ल दाजुभाइहरू, यहाँ झुम्काहरू दामी छ। मलाई त टप दामी लाग्यो एउटा। जाँदै गर्न अहिले लेडिजको दिदीहरूलाई भाउजूहरूलाई भनेर नि हो। अब तपाईँहरू अर्को बुझिहाल्नुहुन्छ। भाउजू अब बुहारीलाई किनिदिन लाग्नु हो भाइले भनेर। के छ यसो टाउकोमा हान्दै हिँड्छ होइन, त्यो त साथी हो हाम्रो। ल कुर्ता सस्तो मस्तोमा आउँदो रहेछ नि त यस्तो कुर्ताहरू चाहिँ। ल है ल। ओ सरी, कसलाई ठुक्यो? आउन त मेरो पुकुली पुकुली। यहाँ छु। अब त्यहाँ पर गाडी छ, त्यहाँबाट चाहिँ चढ्ने हो। अनि त्यो मजा भइरहेको छ दाजुभाइहरू। नयाँ ठाउँमा नयाँ अनुभव गरिरहेको छु। उता पुकुली अगाडि हो। जायफल तेल ल
मान्छे बेच्ने आयो भाइ कहाँबाट गाडी चढ्ने हो उयो ठाउँबाट अब भाइको सङ्गतमा त हिँडेको कहाँ ल्याउँछ र कहाँको खोलामा कहाँको बगरमा यो भर्खर बाउले छोराछोरीले दुःख गरे भनेर मधेस छिराका फेरि भाइले ल्याउँछ यस्तो भिर पहाड कहाँ हो यो छोराछोरी दुःख गर्नु सक्दैन भनेर बाउले मधेस त ल्याए तर भाइले घुमाउन चाहिँ फेरि यस्तै ठाउँ ल्याउँछ है भगवान् तर मलाई चाहिँ यो ठाउँ चाहिँ राम्रो लाग्यो ठ्याक्कै पहाड पहाड ठ्याक्कै पहाडै हो कहाँ हो यो के हो केही छैन पहाड घुम्न आउनुभएको हामी आइसकेका छौँ अहिले के ठाउँ अरे भाइ यो लाख भन्छन् हौ लाख हो कि करोड आइपुगिसक्यौँ हामी तर ठाउँ चाहिँ एकदम मलाई चाहिँ मनपर्छ नेचर लाख सुनसान यो लाख र करोड भन्ने ठाउँ हामी आइपुगिसकेका छौँ यति बेरसम्म यो 45 मिनटको बसको यात्रा तय गरेर अनि यही ठाउँ विशेष यहाँको के हो यो राम्रो विशेष ठाउँ चाहिँ यही झोलुङ्गे पुल हो खोलामा नै सिट ल के भन्न सकिन्छ र अब झोलुङ्गे पुल घुम्न आएका हामी देउसिरे खेल्न साथीभाइहरू हामी चाहिँ चढिसकेका छौँ झोलुङ्गे पुल रिङ्गाटा लाग्यो बुझ्नु नाच्देऊ माछा मार्नु जाउँ है भाउजू अब ढुङ्गाको चटाइमा चढ्ने ल दाजुभाइ दिदी बहिनीहरू सबैजना हामी चाहिँ आइसकेका छौँ यो ठाउँ ल यस्तै छ यहाँ चाहिँ खानेकुरा छ होइन बोक्नु नसकिने छ यहाँ चाहिँ एकदम आनन्द घाम त लागिरहेछ तर आनन्द छ आज चाहिँ यस्तै छ अब भाइले भिडियोहरू सुरु गरेको थियो होइन भाइले भिडियोहरू सुरु गर मलाई चाहिँ गर्नु लागेन भाइलाई जिम्मा दिएको थिएँ भाइले चाहिँ जे जे भिडियो बनाएको थियो सब भाइले बनाएँ म चाहिँ एकदम आनन्दले चिलमा बसेर आइदिएको होइन अब यस्तै घुम्ने ओर्ने रमाइलो गर्ने सबैजनासँग अनि जाने साथीभाइहरू यहाँ चाहिँ खासै केही छैन झोलुङ्गे पुल छ अनि खोलाहरू छ डाँडाहरू छ सेम पहाड कस्तो रमाइलो ठाउँ छ होइन अब हामी चाहिँ यतै घुम्छौँ मर्छौँ भने रमाइलो गरेर फर्किँदैछौँ हेर्दै जानुहोस् के गर्दैछौँ कुन गाउँ आउनुभयो दाइ कुन गाउँ होला कुन ठाउँ होला आएको घुम्नलाई भैसाप नेपाल सेसन 7 मा कुन ठाउँ हो यो सगुनले ल्याएको हामीलाई प्लास्टिक आफ्नो अनुहार हेरेर पछि आफै हाँस्नु ल दाइ ए फुलकुमारी वाउ कति क्युटी देखियो क्या बहिनीलाई त हो र अनि मलाई त तपाईँहरूलाई रमाइलो भयो कि भएन रमाइलो गरेको छैन रमाइलो भयो नाच्नु गाउनु भएको अब नाच्न गाउँला पनि नि त फेरि अरू के बिताएको टाइम सुरुमै खान्थे पिन्तेमा बसेपछि गाउनु हुन्छ होइन फेरि पछि दिउँला नि त हो नि फेरि यो कस्तो अखते एक क्वार्टर पछि देखिन्छ पार्वती हामी चाहिँ यो लाख भन्ने ठाउँमा आएर पनि खाजासाजा खाइसक्यौँ हाम्रो हुनुहुन्छ पुकुली कस्तो छेउ तिमी खै आँखा देखाइदेऊ नि तिम्रो आँखा देखाइदेऊ मजाले हेर न हौ तिमी कस्तो क्युटी छौ नि हेलो गर्देऊ गर्देऊ हेलो तिमी मलाई चिन्छौ चिन्दैनौ चिन्छौ मनपर्छ पर्दैन भनिदेऊ फेरि
पर्छ अब फोटो खिच्नुपर्छ ल हामी ल कस्तो राम्रो फुल छ क्या यहाँ चाहिँ फोटोसोटो खिचेँ मैले चाहिँ अब त्यस्तै हो अलिअलि यता पुलसुल घुम्ने खोलासोला घुम्ने अनि हामी चाहिँ 4 बजी आँटिसक्यो अनि घर जानुपर्ने हुन्छ साथीहरू त्यस्तै छ रमाइलो छ आइपुग्न बुलु चाहिँ पोज बनाइ बनाइछ लु फोटो खिचौँ लु ल दाजुभाइहरू फोटो खिचौँ इन्जोय गरौँ डाँडा काँडा छ र वन जङ्गल बाहेक केही छैन यता बाँसको घारी उता बाँसको घारी उता यसो हेर सिसोको घारी घारी नै घारी घारीको बिचमा हामी छौँ जाँडा पारी है हेर यताबाट नि पहाड यता ठ्याक बिचमा हामी गइरहँ रहेछौँ है अहिले एक्कासी भुइँचालो आयो भने के गर्नुहुन्छ भुइँचालो नि बसिरहन्छौँ उता पहाड पल्ट्यो भने ऊ त पहाडै पल्टेर यहाँ भेट्दैन तपाईँलाई बगायो भने ठुलो बाढी आएर बगायो भने बगिदिउँला नि त के भएको छ त नि अब त्यो बगेरै मर लेखा रहेछ नि बगिदिउँला ल साथीहरू हामीले चाहिँ घुमिसकेका छौँ अब चाहिँ घर फर्किने हाम्रो बच्चा सानो बालकलाई चाहिँ धेरै उपद्रो गर्नुहुन्छ बाबाको मायाले हाम्रो बुइनी रुइन यता हेर यता यहाँ हेर न यहाँ बाबा झरिसक्नु भयो नगर न जे बिचरा केही भन्नु छ भाइ भनिदेऊ केही भन्न छैन ल साथीहरू हामी चाहिँ घुमि पनि सकेर पनि घर फर्किने अब होइन यस्तो चाहिँ साथीहरू रमाइलो भयो तर मैले सबै भिडियोहरू त केही पनि बनाइनँ क्या बनाउनु चाहिँ तर एकदम रमाइलो गरेर हामी चाहिँ अब घर फर्किँदैछौँ साथीहरू बाई बाई